ल अब यो भनेको धेरै पुरानो चिजहरू यहाँ म खोल्दैछु। शान्ति चामलिङ रमिते खोला 4 ल रमिते खोला 4 मोरङ यता हेरौँ त मनु सुब्बा मुस्कान सिंहदेवी 8 बर्गा चितोल जिल्ला मोरङ। कविता बिछोड लेखेको छ। बिछोडमा म त चुडिए तिमीलाई के भयो थाहा छैन, समय निकै बितेछ आज पत्तै भएन, कता कता तिम्रै सुन्छु आवाज। अपरिचित मित्र तीर्थजी जुन तपाईँको नाम अनि ठेगाना हरेक बार आउने कार्यक्रम जिन्दगीको गोरेटो मार्फत टिप्न सफल भएको छु, यसकारण तपाईँसँग एउटा मित्रताको नाता गाँस्ने जमर्को गरेको छु। हेलो नमस्ते, दिस इज तीर्थ चामलिङ राई। नाउ यु आर वाचिङ चामलिङ चौतारी एन्ड चामलिङ चौतारी अफिसियल फेसबुक पेज। र यहाँलाई मनपर्छ भने यो चामलिङ चौतारीलाई सेयर लाइक गरेर अनि सब्सक्राइब गरेर धेरै नै मलाई सहयोग गर्नु होला। गाउँबाट सबभन्दा यो अर्ग्यानिक समयलाई यहाँलाई धेरै धेरै स्वागत छ। चामलिङ चौतारी युट्युब च्यानल एन्ड चामलिङ फेसबुक अफिसियल है त। ल सबैले मलाई सब्सक्राइब गरेर लाइक सेयर गरेर माया गरिदिनु होला। तीर्थ चामलिङ यो छ है एकदम गाउँतिरको यो अर्ग्यानिक ठाउँबाट यहाँलाई धेरै धेरै स्वागत छ। तीर्थ चामलिङ सदैव यहाँहरूसँग रहनेछ। ल अब यो भनेको धेरै पुरानो चिजहरू यहाँ म खोल्दैछु। एक जमाना थियो धेरै टाढा टाढा नेपाल अधिराज्यदेखि सम्पूर्ण नेपालीहरूसँग बन्धु भन्ने एउटा साथी भन्ने चिन्जान हुने एउटा चलन थियो, पत्र मित्र भन्ने कुरा। त्यो कुराहरूबाट थुप्रै साथीहरू मैले भेटेको थिएँ, साथी बनाएको थिएँ, चिनेको थिएँ। नेपालदेखि लिएर इन्डियादेखि लिएर अन्य भुटानसम्मको मान्छेहरूसँग मेरो चिन्जान भएको थियो। ती मान्छेहरूसँग लेखिएका शब्दहरू अनि साथीहरूको चिठीहरू मैले जति थिएँ यहाँ मैले बिर्सिरहेको थिएँ, तर सम्झनामा आयो। तर यो यहाँभित्र रहेछ, सायद यो हाम्रो आपाले राखिराख्नु भएको होला। म त यही यादमै थिएन, सोधी चाहिँ रहेको थिएँ बाउलाई, उनले बिर्से भन्दैनन्थ्यो। आज यही आपाले राखिदिनु, यहाँ मेरो आपा हुनुहुन्छ। आफैले पनि एक झोला चिठीहरू लिएर एकपटक ल्याइदिनु भएको थियो। त्योबाट त्यो कुराहरू सम्झिरहेको छु। तर एकदमै मेमोरेबल कुराहरू छन्, त्यो कुराहरू तपाईँले पनि गर्नुभएको छ, मलाई थाहा छ। त्यही भएर त्यो पत्र मित्र लगभग 900 जनादेखि माथि थियो मेरो पत्र मित्र साथीहरू। नेपालभित्रका, नेपालको सम्पूर्ण पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्मको सम्पूर्ण हरेक समुदायको साथीहरूसँग साथी भएको थियौँ। त्यो पत्रहरूमा आज म यहाँ के अरे अनबक्सिङ गर्दैछु। आज यो भित्र छन् भन्ने कुरा मलाई थाहा भइसक्यो। त्यही भएर यहाँ खोलौँ। त्यो इतिहास हो, आजभन्दा लगभग 22 वर्ष अगाडिको कुरा हो यो। र त्यो कुराहरू छन्, यहाँ खोलौँ अनि एकछिन हेरौँ है त। ल अब ल अलिकति नजिक आउनु त दाजु, यहाँ अब खोलौँ। यस्तो छ यहाँ, आज चाहिँ हिँडेर खोलेर हेरौँ भन्ने लागेको छ। ल यहाँ चाहिँ यस्तो रहेछ है, यहाँ चाहिँ क्यामेरा पनि रहेछ है। यो त मलेसियाबाट, यो सायद चल्छ पनि होला, अझै चेक गर्नुपर्छ। यसले पनि थुप्रै मैले उयोहरू फोटोहरू खिचिएको छु। क्यानोनको एकदम पुरानो राम्रो चिज हो यो त। चितोरियो करातेको यो कुन ब्ल्याक बेल्टको रहेछ यो। यो त ऊ मात्रै छ त, माथिको मात्रै। यो के छ, नेपाल डु के हो यो के लेखेको छ यहाँ? बसा हो यो, नेपाल डु बसा। अनि यहाँ के लेखिएको छ? यो ठिक छ, एकछिनको लागि यहाँ राखौँ। यो चाहिँ सायद हाम्रो बहिनीहरूको कागजको होला यो। ल यहाँ छ है, तर सबै चाहिँ छैनन् जस्तो लाग्यो। यहाँ अलिक यस्तो छ है, धेरै चाहिँ छैनन्। के छ यहाँ, सबै मेरो यो सबै लेखाइहरू नै छ है, यस्तै सबै कुराहरू छन्। यहाँ फोटोहरू पनि छन्, कसको यो फोटोहरू छन्, सबै कुराहरू रहेछ। यो कविताले चाहिँ ल एकछिन पढेर म सुनाउँछु। के कविता? बिछोड लेखेको छ। बिछोडमा म त चुडिए तिमीलाई के भयो थाहा छैन, समय निकै बितेछ आज पत्तै भएन, कता कता तिम्रै सुन्छु आवाजहरू। यो धरती यो आकाश बीचमा पवन मात्र, आज यस्तै हाम्रो सम्बन्ध भएछ। दोषी म हो कि तिमी? दोषी तिमी पनि होइन, म पनि होइन। नजुर्ने माया नखप्ने वस्त्र यसरी च्यातिन्छ कि जहाँ सिउनी बिना अनि ठेगाना बिना भनेर लेखेको छु, कविताहरू लेखेको छु।
थुप्रै रहेछ यो धेरै पुरानो त 22 वर्ष भइसक्यो लगभग होला यो डायरीहरू किन्दै कहाँबाट पैसा लिएर किनेको नि यो यसरी यो कसले यो मैले नै यसरी ट्राई गरेको रहेछ यस्तोहरू लेख्नै अलिकति जुम गरेर हेर्नु त यस्तो लेखेको छु फुल्दैछ फुल बिचरा डाली नै भाँचेर डाली नै भरेर यो के भयो जाङ्गियो पुष्पगुच्छा लटरम्म भएर ल यसरी लेखेको छु पुष्पगुच्छा आमै कति मनै फुरुङ्ग यस्तै भयो यो मानव सबको प्यारा प्यारा अरे के लेखेको छ यहाँ थुप्रै के कसको यो यस्तै यहाँ हामी एलिना दिदी यता को छ खैस भइरहेछ यो बिचमा सरिता दिदी जस्तै छ यता हाम्रो अन्तरी रहेछ राम्रो देखिँदै छैन यो सरिता दिदीको यो चाहिँ सरिता दिदीलाई देखाउनु पर्ने छ हाम्रो एलिनाको साथी हो यो अहिले युकेमा छ यो दिदी र यहाँ हेरौँ है के लेखेर यहाँ थुप्रो कुराहरू रहेछ यहाँ विनोद ल राम्रोसँग भिडियो गर्ने यो एकदमै पुरानो चिजहरू छ यहाँ त्यो भइसक्यो ल को हो यो हाम्रो त्यो चिठीहरू यहाँ कम्ता छैन नि हेर्नु त है को ममिता बहिनीहरूले पनि लेखेको रहेछ यहाँ चुमाराङको यो बहिनीहरू ल हेरौँ त यतातिर के छन् त्यो पनि ममिता बहिनी नै हो अहिले जापान छिन् यो बहिनी जयन्ती बहिनी अहिले धरानमा कति वर्ष भयो उनीहरूकै चिठीहरू हो यो एकजना छ यो दिदीको चाहिँ हेर है लीला बान्तावा भन्ने त्यो क्या तपाईँले चिन्नुहुन्छ यो के अरे कुदाकाउले यसको थुप्रै कुराहरू छन् त्यो दिदीको चाहिँ यहाँ अलिक रिस पनि उठाइदिएको छ यो के हो यो यहाँ छ अनि यहाँ यो चाहिँ सबै हुलाकबाट आएकोहरू रहेछन् काममा सेन गर्ने के जति खोलापारी रहेछ के खोलापारी खाटामा साथ यो के अप्सेला रमाइलो डाँडा गाउँबाट आएकै रहेछ यो अम्बिका राई छिन्ताङचार वाक्ती धनकुटा हो यता नि उहिलेकोहरू अनि यस्तो छ अनि यता हेरौँ त मनु सुब्बा मुस्कान सिंहदेवी 8 वर्गा चितोल जिल्ला मोरङ अनि यो पनि यहाँ यस्तो छ हेर्नु त यो सबै पत्रमित्र साथीहरू अनि टिका राई लक्ष्मीपुर 5 खरबनी इलाम भनेपछि अरे खुसी हुन्थ्यो है त्यहाँको रहेछ आमा एकछिन नगर्नु त पढ अनि त्यसपछि नवीन योगी भनेको यो पनि कतातिरकोबाट हो यो नवीन योगी ल यो खालको कामहरू तपाईँहरूले पनि गर्नुभयो होला हेर्नु त म यो लगभग 22-23 वर्षपछि फेरि याद चाहिँ थियो कहाँनिर छन् भन्ने चाहिँ थाहा थिएन यो सायद हाम्रो आपाले राखिदिनु भएको जस्तो लाग्यो म त त्यतिकै थियो यानि के छ यो यस्तो अक्षर पनि राम्रो बुझिँदैन नाम पुष्पा मान्डुप राई आमतेक 3 जिमी गाउँ भोजपुर भनेको छ यस्तोहरू छन् अनि यो को इलामेली टिका लक्ष्मी 5 खरबनी इलाम सैको यस्तोहरू छन् ल तपाईँहरूले पनि गर्नुभएको थियो अब यति बेला चाहिँ म एउटा यति गरेपछि चाहिँ सम्झना आयो एकजना त्यो एमबी थेबे मानबहादुर थेबे भने जमुना 2 इलामको उहाँको पनि यहाँ खोज्दैछु छ कि चाहिँ सबभन्दा हामी मिल्ने साथी थियौँ इलामको त्यो उहाँ अहिले त्यो रक्त अल्पताले मरेर जानुभयो रहनु भएन को जयन्ती जलन राई थिरिङखा 5 पसल बन्ज्याङ चण्डी स्थान टोल अनि यहाँ चाहिँ सिमाना अन्यलवासी खोरा 1 खम्बुवान बस्ती योको बासी खोरा थुप्रै छन् यहाँ त सबै कताको छन् त पारु स्पन्दन इपो 5 खोटाङ कम्ती छन् त है
फेरिका धनकुटा कुश के ल अझै कति छन् होला यो सबै अब एउटा कुन चाहिँ एउटा पढौँ पनि है एउटा लक्ष्मी राई बाँसपानी 5 खोटाङ छ त्यसपछि त्यो आँखी सल्लाह 2 डाँडा गाउँ कटेरी धनकुटा भनेर छ यो को हो खै हेरौँ त जस्तो सक्छ तर अक्षरै कसो नराम्रो रहेछ है यो चाहिँ नाम के हो कहाँदेखि हो सुरु चाहिँ अपरिचित मित्रले यो त पहिलोचोटि लेख्छ अपरिचित मित्र तीर्थजी जुन तपाईँको नाम अनि ठेगाना हरेक बार आउने कार्यक्रम जिन्दगीको गोरेटो मार्फत टिप्न सफल भएको छु यसकारण तपाईँसँग एउटा मित्रताको नाता गाँस्ने जमर्को गरेको छु शान्ति चामलिङ रमिते खोला 4 ल रमिते खोला 4 मोरङ यिनीहरू चाहिँ फाल्टै राख्नु है एकछिन यो होला ढाड पनि देखेर अझै यत्रो छ अरू पनि छन् सायद एएनयु यो को सिद्धिपुर 7 उदयपुर सुशीला राई वासिङ थर्पु 7 भोजपुर वासिङ थर्पुदेखि पनि यो त के हो खै यो मेनुका लो तामाङ तपेश्वरी गाविस वडा नम्बर 1 धाराखोला पारुवाञ्चोक जिल्ला उदयपुर भनेर छ एउटा सिर्जना बान्तावा पञ्चकन्या 8 3 घरे इलाम त्यस्तै छ केटीहरू लु यति नै रहेछ यहाँ चाहिँ यो केटीहरू हो यो ए त गरेर अरू के यो स्कुल लिभिङ सर्टिफिकेटहरू पनि छ यो मार्क्स सेक्युरिट बाई मेरै रहेछ यो ल भयो सक्यो यो खालको जमाना थियो तपाईहरुले पनि सायद सम्झिनुहुन्छ होला तपाईले गर्नुभएको छ म जस्तै थुप्रै साथीहरु थिए एकपटक तपाईले पनि यो आफ्नो इतिहासहरु गर्नु होला खोलेर हेर्नु होला नस्टाल्जिक पुरै कम्प्लिटली त्यस्तो हुन्छ डिक्सनरी हो यो म चाहिँ त्यो बालाङखामा 9 कक्षामा पढ्दाखेरि के भन्छ निबन्ध प्रतियोगितामा भोजपुरबाट के रे स्कुल लेभलमा 9 कक्षामा पहिलो भएको हुनाले पाएको थिएँ यो रहेछ आया ढाड दुख्यो ल त्यति रहेछ अब अरु चाहिँ एकछिन